उच्च हिमालको काखमा एउटा हिउँ चितुवा बस्थ्यो जो मानिस चाहिँ ठारो हिँड्थ्यो र ऊ अरू जस्तै साधारण जीवन बाँच्न वा केवल पेट पाल्नकै लागि काम गर्न जन्मिएको थिएन। उसको मनमा ठूलो सपना थियो, सफलता, सम्मान र आफ्नो जीवनका कठिन अध्यायहरू परिवर्तन गर्ने अठोट। हरेक दिन ऊ आफूलाई अगाडि बढाउने एउटा सही प्लेटफर्म खोज्थ्यो जहाँ उसको मेहनतको मूल्य होस् र उसको क्षमताले पखेटा फिजाओस्। तर जहाँ गए पनि अवसरहरू साना, सीमित र निराशाजनक देखिन्थे। उसले बुझ्यो उसे केवल पैसा होइन, उद्देश्य सहितको जीवन चाहिएको थियो। एक दिन उसको नजिकको साथीले उसको आँखाभित्र लुकेको बेचैनी देखेर भन्यो, यदि साँच्चै आफ्नो भाग्य बदल्न चाहन्छौ भने एसियन लाइफ इन्सुरेन्समा लाइफ इन्सुरेन्स कन्सल्टेन्ट बन। यहाँ मेहनत कहिले खेर जाँदैन। यो त्यस्तो प्लेटफर्म हो जहाँ साधारण मानिस पनि असाधारण बन्न सक्छ, आफ्नो जीवन बदल्दै अरूको भविष्य सुरक्षित गर्न सक्छ। ती शब्दहरूले हिउँ चितुवाको सोच हल्लाइदियो। उसले बुझ्यो एसियन लाइफ इन्सुरेन्स कुनै साधारण काम होइन, यो पेशागत सम्मान, निरन्तर सिकाइ, आत्मविश्वास र उच्च आम्दानीतर्फ लैजाने मार्ग हो। आँखामा नयाँ सपना, मनमा अटुट विश्वास र ढाका टोपी अझ मजबुत पार्दै हिउँ चितुवाले नयाँ बाटो रोज्यो। यो बाटो थियो सफलताको, गरिमाको र आफ्नै मेहनतले जीवन परिवर्तन गर्ने साहसको।